फाइनली मम्मीलाई यहाँ खाजा ल्याइदिएर आएको चिया र बिस्कुट मैले कपमा ल्याइदिएको मेरो मम्मीलाई। मिठो भयो? मिठो छ, गुलियो छ। चिया हुन्छ नि क्या हो चिया। बिस्कुट नि गुलियै छ। ल्याइदिएर ठिक गरे कि ल नडादी भन्नु। म भोक त लागेको छैन। हो खाम भट्दैन क्या। हेर्नु बिस्कुट हो कि के हो, पापडी हो कि बिस्कुट हो कि। डोप क्या ऊ मन पर्दैन मम्मी, मलाई त गुलियो धेरै। टाउचो हाराएको नि त मैले। बिहान मैले उहाँसम्म लिएको थिएँ, अहिले मम्मीले यत्रो उखाल्नु भएछ, दोकानमा त्यत्रो उखाल्नु भएको छ। यो चाहिँ भोलि बिहान रोपिन्छ होइन मम्मी? घाममा आउनु त बिहानै रोप्ने। फाइनल्ली हाम्रो मम्मीले सुर्ती छोड्नु भयो अरे। खै मलाई त थाहा होइन छोड्नु भयो किन। सुर्ती छोडे, अब मलाई पैसा चाहिन्छ। बा मैले सुर्ती छोडिसकेँ साथी हो। अब मलाई पैसा चाहिन्छ, कति दिने भन्नु नखाएर। सुर्ती छोडेपछि पैसा दिने भन्नु नखा। अब मैले छोडेँ। हो मैले के भनेको थिएँ मम्मीले भन्नु न। अस्ति नै मैले के भनेको थिएँ अरे? त्यसैको बारेमा छोरीले भन्थे कि आमा हजुरलाई सुर्ती छोड्न भन्नु इच्छा, साथीहरूले सुर्ती छोड्नुहोस् भनेपछि पैसा मिल्छ अरे। आमा मम्मी हजुरलाई सुर्ती छोडेपछि भन्थ्यो 20,000। कसले दिँदैछ हाम्रो मम्मीलाई 20,000? ल कमेन्ट गर्नुहोस् है त। मम्मी अझै त्यो भरेर जाने हो? ओके सो गाइज हेर्नुहोस् हाम्रो मम्मीले कसरी उखाल्नुहुन्छ एकचोटि। बिउ भनेको यसरी उखाल्नुपर्छ गाइज होइन? वाह वाह वाह, मेरो त बिहान उखालेर हात दुखिन्छ। म त थाकेर है, म त उठ्नै नसकेको मम्मी। शरीर उतिखेर दुख्दो रहेछ त हौ, कति छिटो दुखेको। अनि बाख्राहरू कराएको सुने अनि फेरि उठिहालेँ। अझै कराछ, के गर्ने हो यो बाख्राहरूलाई? सो गाइज हामीले चाहिँ अब फेरि पनि अझै भर्याएर त्यो डोका भर्याएर बल्ल घर जाने हो। टन्न एकदमै धेरै त्यो गडालाई पुग्ने गरी काटेर हामी आमा छोरी चाहिँ भोलि टन्न लगेर जाने हो कोदो रोप्दा ओ होइन? सो त्यही हो, कसरी के अरे गोड्दा रहेछन्, कसरी उखाल्दा रहेछन् बिउ, त्यो पनि हेर्नुहोस् हाम्रो मम्मीले कसरी उखाल्नुहुन्छ। सधैँ मम्मीले मात्र काम गरेको भिडियो आउँछ, मम्मीले मात्र काम गरेको भिडियो आउँछ भन्नुहुन्छ। काम गरेको भिडियो अब मम्मीले खिचिदिनुहुन्न नि त मेरो। फेरि अब मम्मीको हात त्यस्तो छ नि त, अनि त्यही भएर फेरि काम गर्दै भिडियो बनाउन कति अप्ठ्यारो हुन्छ नि त। अब मेरो हात त सफा छ अहिले त होइन? त्यही भएर हो गाइस। सो माया गरिदिनु होला धेरै धेरै आमा छोरीलाई होइन मम्मी? आमा छोरीलाई एकदम माया गरिदिनु होला। हेर्नुहोस् गाइस, मैले दिदी यस्तरी झार्न पर्छ गाइस।